नमस्कार साथीहरू, यहाँ सबैजनालाई स्वागत छ मेरो युट्युब च्यानलमा। आशा छ हजुरहरू सबैजना सन्चै अनि आरामै हुनुहुन्छ। म पनि एकदमै सन्चै अनि आरामै छु, सकुशल नै छु। तपाईहरुको माया अनि तपाईहरुको साथ सपोर्टले गर्दाखेरि र आज यस बिहानीको समयमा म तपाईहरुको बीचमा आउनुको कारण चाहिँ के छ भन्दाखेरि अनि हिजो भर्खर मात्र अनि हाम्रो काठमाडौँको मेयर साहब बालेन शाहज्यूले चाहिँ एउटा स्ट्याटस लेख्नु भएको थियो, जुन स्ट्याटसले चाहिँ अनि मेरो हृदय चाहिँ एकदमै छोएको छ। उहाँप्रति चाहिँ एकदमै अनि म के भन्छ मेरो आत्मसम्मान छ हैन। अनि उहाँले चाहिँ के लेख्नु भएको छ भने चाहिँ हाम्रो महानगरपालिकाको सरसफाई कर्मचारीहरूले विगत 3 महिनादेखि अनि स्यालेरी तलब पाउनु भएको छैन हैन। अबको एक हप्ता भित्रमा, एक साता भित्रमा तलब हालेन भने चाहिँ अनि म टुकुचामा लगेर सबैलाई गाडी दिन्छु भनेर भन्नुभएको छ। यो चाहिँ एकदमै च्यालेन्जिङ कुरा हो अनि सरकारको लागि चाहिँ। अनि यस्तै मेयर साहबहरू, यस्तै के भन्छ नगरपालिकामा, महानगरपालिकामा यस्तै मेयर साहबहरू चाहिँ हुनुपर्छ। यस्तै वडाहरूमा यस्तै अध्यक्षहरू, गाउँपालिका प्रमुखहरू चाहिँ यस्तै व्यक्तिहरू चाहिँ हुनुपर्छ। अबको चुनावमा चाहिँ यस्तो व्यक्तिहरूलाई चाहिँ तपाईँ र मैले चाहिँ सक्रिय रूपमा अनि तपाईँ र मैले चाहिँ राम्रोसँग चिनेर उहाँहरू यस्तो व्यक्तिहरूलाई चाहिँ तपाईँ र मैले उठायो भने चाहिँ हाम्रो देश बन्नलाई अनि केही बेर लाग्दैन, केही समय त्यस्तो ठुलो कुरा नै होइन। देश बन्नको लागि चाहिँ यस्तो व्यक्तिहरू भयो भने चाहिँ छिटै देश बन्छ। उहाँले चाहिँ आफ्नो सफाई कर्मचारीहरूप्रतिको एक प्रकारको के भन्छ अनि त्यो केयर, एक प्रकारको त्यो के भन्छ कर्मचारीहरूप्रति चाहिँ उहाँले एउटा उहाँहरूको कर्मचारी सफाई गर्ने कर्मचारीहरूको पक्षमा चाहिँ उहाँ बोल्नु भएको कुरा देख्दाखेरि चाहिँ खुसी लाग्यो। यस्तो व्यक्तिहरू पनि हुनुपर्छ जसले सरकारको एउटा कुनै के भन्छ मातहतमा रहेर काम गरिरहेको व्यक्तिहरूले तलब नपाउँदै गर्दाखेरि उहाँले बोल्नु भएको कुराहरू। अनि एक साता भित्रमा अनि तलब हालेन भने चाहिँ म सबैलाई लगेर टुकुचामा गएर लगेर गाडी दिनेछु र अनि त्यसपछि कोले के आन्दोलन गर्नुपर्ने हो म पनि हेर्छु र अनि के तन्त्र आउनु पर्ने हो त्यसपछि हेरौँला भनेर उहाँले भन्नुभएको छ। अनि यस्तो कुराहरू चाहिँ अनि यो कुराले चाहिँ अनि सबैलाई च्यालेन्जिङको कुरा हो। र हिजो भर्खर मात्र अनि कुलमान घिसिङलाई हैन के भन्छ एउटा विद्युतीय प्राविधिकरणको एउटा के भन्छ त्यो एउटा पदबाट निकालेर अर्को के भन्ने व्यक्तिलाई केपी ओली कि सालो भनेर सम्बोधन गरेको छ, उहाँलाई राखेको छ। अनि यी कुराहरू बाहिर आउँदै गर्दाखेरि चाहिँ मेयर साहबले चाहिँ आफ्नो कर्मचारीहरूप्रति देखाउनु भएको यो मानवता, एक प्रकारको त्यो साथ अनि एक प्रकारको सपोर्टले गर्दाखेरि चाहिँ उहाँहरूको पक्षमा बोल्नु भएको कुराहरूले गर्दा चाहिँ मलाई एकदमै खुसी लाग्यो। यस्तो मेयर साहबहरू, यस्तो गाउँपालिका प्रमुखहरू, यस्तो वडाध्यक्षहरू भयो भने चाहिँ हाम्रो गाउँ, हाम्रो विकास, हाम्रो टोल अनि हाम्रो समाज विकास हुनलाई धेरै समय लाग्दैन। र यस्तो व्यक्तिहरूलाई चाहिँ तपाईँ र मैले चुनेर माथि पठायौँ भने चाहिँ सायद यस्तो व्यक्तिहरूले चाहिँ हाम्रो देशलाई विकास गर्नलाई धेरै समय लाग्दैन होला। हस्, धन्यवाद यहाँहरू सबैजनालाई। अनि यस्तो व्यक्तिहरूलाई चाहिँ तपाईँ र मैले अबको चुनावमा अनि चिनेर अनि जानेर चाहिँ मात्र भोट हालौँ, ताकि अनि यस्तो व्यक्तिहरूले गर्दाखेरि चाहिँ हाम्रो देश चाहिँ उच्च भएको छ। यो बुढाखाडा नेताहरूलाई चाहिँ अब तपाईँ र मैले भगाउनु पर्छ। जय नेपाल, जय देश।